दर्शकबिन आज बक्स अफिसमा चलचित्र एक्लोले 6 दिन, त्यसैगरी झरी पछिको इन्द्रेणीले 19औं दिन र परानले 68औं दिन पार गरिसकेको छ। त्यसैले आज हामी यस भिडियो अन्तर्गत कुरा गर्न गइरहेका छौँ यी तीनैवटा फिल्मको अहिलेसम्मको टोटल बक्स अफिस कलेक्सनको रिपोर्टको बारेमा। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। सर्वप्रथम कुरा गरौँ चलचित्र परानकै। दीपक प्रसाद आचार्यको कथा तथा निर्देशनमा एम थापाको पटकथा तथा संवाद रहेको ड्रामा जनरमा आधारित यो फिल्मले दर्शकहरूबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो। त्यसै कारणले बक्स अफिसमा पनि गजबको व्यापार गरिरहेको छ। पहिलो दिन कार्तिकको 14 गते 64 शोका साथ प्रदर्शनमा आएको फिल्मले आज 68औं दिन पनि तीनवटा शो होल्ड गरेर बसेको थियो। निर शाह, मदन कृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी, अञ्जना बराइली, बुद्धि तामाङ लगायतका कलाकारहरूको शीर्ष भूमिका रहेको यो फिल्मले बक्स अफिसमा हिजो 67 दिनसम्म नर्मली पनि 17 करोड 71 लाख 43 हजार भन्दा माथिको व्यापार गरेको खबर प्राप्त भएको छ। फिल्मले बक्स अफिसमा आज 68औं दिन तीनवटा शो प्राप्त गरेको थियो। प्राप्त शोमा लगभग 10,000 भन्दा माथिको कमाई गरेको खबर प्राप्त छ। अब कुरा गरौँ चलचित्र झरी पछिको इन्द्रेणीको। अर्जुन घिमिरेको कथा तथा निर्देशनमा अर्जुन घिमिरे, विशाल घिमिरे र गणेश कार्कीको संयुक्त पटकथा तथा संवाद लेखन रहेको सोशल ड्रामा जनरमा आधारित फिल्म पुसको 4 गते पहिलो दिन देशभरको मल्टिप्लेक्समा 64 वटा शोका साथ प्रदर्शनमा आएको थियो भने आज 19औं दिनमा पनि 32 वटा शो होल्ड गरेर बसेको थियो। गणेश उप्रेती, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, प्रकाश घिमिरे, दीपा श्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा लगायतका कलाकारहरूलाई देख्न सक्छौं। यो फिल्मले पनि दर्शकहरूबाट राम्रै प्रतिक्रिया प्राप्त गरिरहेको छ। तर अफसोस बक्स अफिसमा भने जति कमाउनु पर्ने हो त्यतिको कमाई भने गरेको छैन भन्दा फरक नपर्ला। फिल्मले बक्स अफिसमा हिजो 18 दिनसम्म लगभग 96 लाख 22 हजार माथिको व्यापार गरेको खबर प्राप्त छ। आज 19औं दिन प्राप्त गरेको शोमा पनि फिल्मले लगभग 1 लाख भन्दा माथिको ग्रस कलेक्सन गरेको अर्ली इस्टिमेट रिपोर्ट आएको छ। अब कुरा गरौँ चलचित्र एक्लो 1 को। प्रदीप शाहीको लेखन तथा निर्देशनमा तयार भएको नेपालको पहिलो साइन्स फिक्सन जनरमा आधारित चलचित्र हो। जुन फिल्म पहिलो दिन पुसको 17 गते देशभरको मल्टिप्लेक्समा 114 वटाको शोका साथ प्रदर्शनमा आएको थियो भने आज 6औं दिन 65 वटा शोमा झरेको थियो। दर्शक महानुभावहरू, यो चलचित्रमा प्रदीप खड्का, विजय लामा, कविता नेपाली, बेलिसा हमाल, जेमी ब्याकोन, सुरत सिंह ठकुरी, यवनराज उप्रेती, दिया पुन, सुनिल थापा, दिनेश डिसी लगायतका कलाकारहरूलाई देख्न सक्छौं। यो फिल्मले दर्शकहरूबाट मिक्स टु नेगेटिभ रिभ्यू प्राप्त गरिरहेको छ। त्यसै कारणले बक्स अफिसमा दयनीय व्यापार गरेको छ। 5 दिनमा फिल्मले लगभग 25 देखि 30 लाखको मात्रै कमाई गरेको खबर प्राप्त भएको छ भने आज 6औं दिन पनि फिल्मले 5 लाख हारारीको कमाई गरेको रिपोर्ट आएको छ। दर्शक महानुभावहरू, हजुरहरूले यी तीनैवटा नेपाली फिल्म हेर्नु भयो कि नै? यदि हेर्नु भएको छ भने हजुरहरूलाई यी 3 नेपाली फिल्म मध्ये कुन फिल्म सर्वोत्कृष्ट लाग्यो कृपया हामीलाई त्यस चलचित्रको नाम कमेन्ट मार्फत व्यक्त गर्नुहोला भन्दै अर्को भिडियोसम्मको लागि म प्रशान्त भुटेल पनि बिदा हुन्छु। धन्यवाद। शुभ सन्ध्या, शुभरात्रि।